For 9 years long working as a wedding videographer, I finally started my new business, Chiagov. अब कतिजनालाई यो ठाउँ थाहा होला, कतिजनालाई थाहा नहोला, कतिजनाले मलाई चिन्नु नि हुन्छ होला या कतिजनाले मलाई चिन्नु नि हुन्न होला. Besides this, following to my passion, अब मैले टाइम मिलेको बेला विभिन्न ठाउँहरु अब विभिन्न अब लोकल फुडहरु हेटौडामा रहेको हैन, ठाउँमा अब गएर भिडियो बनाएर अब उनीहरुलाई प्रमोसन होस् अनि त्यसरी त्यो हिसाबले अब तपाईहरुलाई देखाउने प्रयास गर्छु. अब होप तपाईहरुलाई राम्रो लाग्छ होला. अब ढिलो नगरी लेट्स स्टार्ट द भिडियो नाउ. हेलो गाइज, आज चाहिँ हामी अब टक्क पशुपति मन्दिर देखिरहनु भएको छ ब्याकग्राउन्डमा. हामी चाहिँ जहिले पनि यहाँ मैले जस्तो कि भिडियोहरु खिच्दाखेरि जहिले पनि यहीँबाट स्टार्ट गरेर आउँछु. यही पछाडी जुन मन्दिर देखिरहनु भएको छ यही पशुपति मन्दिरबाटै स्टार्ट गरेर आउँछु. आज चाहिँ अब हामीले पहिलाको मेरो त्यो इन्ट्रो हेर्नुभयो होला. आज चाहिँ हामी अब यहाँ हेटौडामा रहेको अब मेरो अब काम पनि अब चिया पसलै भइसकेपछि हेटौडामा रहेको विभिन्न चिया पसल जान्छौँ. आज चाहिँ हामी अब त्यहाँको चिया टेस्ट हान्छौँ. अब हामी यहाँ पुरानो चिया पसलहरू गएर रेडी हो ल जाउँ. अब ठ्याक्कै हामी चाहिँ हेटौडाको अब सबसे पुरानो चिया पसल जेठा दाईको चिया पसलमा आएको छौँ. यहाँ चाहिँ अब सबसे पुरानो चिया पसल हेटौडाको हैन त आमा? रोटी खाँदा नि यो सबसे पुरानो चिया पसल हैन यहाँ. त्यही भएर यहाँ चिया पसलहरू खिचिरहेको थियो कि हेटौडाको पुरानो. कति वर्ष हो? कति? 1 रुपियाँ कपदेखि चिया पाउँछ त्यहाँ. लेजेन्ड चिया पसल देखिस् नि. 1 रुपियाँ कप दिन राति रोडमा बेच्दाखेरि ड्राइभरले महँगो भयो. हामीलाई त पैसा नलिने भने पैसा लिने. 4 जनालाई पैसा लिने. एउटा ड्राइभर अनि कन्ट्र्याक्टर अनि खलासी. 1 रुपियाँदेखि अहिले कति रुपियाँ पुग्यो? अहिले 25 रुपियाँ. दुधको चिया 20-30 वर्ष पुग्यो होला नि अहिले. 30 त नाग्यो. आम्मा मेरो बुढो बित्दा नै 37 वर्ष भएको थियो. बुढो बितेको 3 वर्ष. 36 साल. त्यही त हामी स्कुल पढेदेखि कलेज अब यही चिया पसल. मैले चिया पाउडर खुवाहरू 2-3टा बच्चा बाउँछ. यो चिया पसल हामी जन्मे नि थिएन अनि दुध पाउडर खुवाएको अनि छोड्दिन आमा छोड्दै हुन्छ. तिमीले आज मलाई पाल्ने हो भनेर भन्छ. मलाई हामीलाई 2टा दुधको चिया बनाइदिनु है त. टक्क लोकल चिया पसल यो धेरै पुरानो. यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ ओल्ड भाइब्स छ. पुरै ओल्ड चिया आइसकेको छ. हामी यो चिया ट्राई हान्न जाँदैछौँ है त. कस्तो छ कस्तो छ त भाइ. जमानादेखिको चिया, जुग अगाडिको चिया. यो चिया हिस्ट्री हो यहाँ हेटौडाको लागि. यो चिया त अब यो ठाउँबाट बाई बाई. यहाँ यसरी बोर्ड छ यहाँनिर जेठा दाईको चिया पसल. यहाँनिर हामी चाहिँ अब नेक्स्ट डेस्टिनेसन तर्फ लागिरहेछौँ. हामी चाहिँ अब सिधै यहाँबाट जेठा दाईको चिया पसलबाट निक्लेर अब सामरी चिया पसल, सामरीको यहाँ हेटौडा फेमस चिया पसल त्यता लाग्दैछौँ. यो चाहिँ हाम्रो बुद्ध चोक. बुद्ध चोकबाट स्ट्रेट काठमाडौँ जाने बाटो कति पर्छ. फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ है. यो हाम्रो यहाँ हेटौडाको सामरी पुल. यहाँ चाहिँ सामरी टी सप. कसरी थाहा हो? सुनेको. यहाँ चिया गफको मान्छे यहाँ भ्लग बनाएर चियाको. यो पसलको कति भयो दाइ? कति? 40 वर्ष.
ल यहाँ हेर्नु अब सामरिक चिया पसल यस्तै लेजेन्ड होइन नि त यहाँ 40 वर्ष भएर गाइज यो चिया पसल खोल्या यहाँ त हामी पुरै लेजेन्ड चिया पसलमा मात्र घुमिरहेको थियो यहाँ चाहिँ हाम्रो दाई यहाँ सामरीको चिया पसलको ओनर दाइहरूको यहाँनिर पहिला यहाँनिर तल घर हुँदादेखि चिया छाप्रो पसलले पहिला यहाँ बङ्गला बनाइदिइसक्नु हो दाइले यहाँ चाहिँ चिल छ माथि डाँडा साँडा हेर्दै यता मन्दिरमा नि अहिले चाहिँ बस्नु दिँदैन है यहाँ मन्दिरमा बसेर चिया खान्थे चाहिँ माथि बसेर चिया खाने सही ठाउँ छ यहाँ टक्क डाँडा साँडा हेर्दै ल के छ कसम के छ खबर यहाँनिर चाहिँ फेरि चिल ठाउँ हो टक्क आउने चिया खाने डाँडा साँडा हेर्ने यहाँको सामरी पुलको भ्यू हेर्दै चिया खाने ठाउँ ल फाइनली हाम्रो चिया चाहिँ आइसकेको छ होइन यहाँ सामरीको फेमस चिया पसलको चिया अब हामी ट्राई गर्न जाँदैछौँ कस्तो छ अब तपाईँहरूले पनि खानुभयो होला म पनि ट्राई गर्छु दामी छ सबजना आउनु ट्याक्क यता डाँडा साँडा हेर्दै सामरीको पुलको भ्यू हेर्दै शीतल हावा गर्मी काट्ने ठाउँ यहीँ हो यहाँनिर लोद मान्छेहरू आएर चिया खाने चिलआउट हान्नलाई हेटौँडामा बेस्ट प्लेस है यो चाहिँ ट्याक्क सामरीको कडक चिया खाएर आफ्नो नयाँ डेस्टिनेसनतर्फ लाग्दैछौँ एकपल्टमै स्टार्ट भयो त भाइ अहिले बजारतर्फ लागौँ गाइस यहाँनिर सबजना टु पनि गरेर गयो कसले होइन सबजना यहाँ काठमाडौँ जाँदैछ अब चाहिँ लास्ट एक ठाउँमा जाउँ होइन भाइ त्यो पछि डाइरेक्ट अनि चिया गफ जाउँ ट्याक्कै यो चाहिँ हेटौँडाको बुद्ध चोक अब चाहिँ बस्तारको चिया ट्राई हान्न जाँदैछौँ है त अब दुईवटा लेजेन्ड चिया पसलपछि अब लास्ट एउटा यहाँनिर वेटिङ रुमवाला चिया ट्याक्क खाइदिउँ होइन त्यहाँ चाहिँ कपिल भाइले मलाई हेल्प गरेर थियो यहाँनिर उतैबाट चाहिँ छिर्या भयो हुन्थ्यो होला भाइ अब यहीँबाट हिँड्थ्यो चाहिँ हामी हेटौँडा बस पार्कतर्फ लागिरहेको छौँ यही प्रतीक्षालय चिया पसल अङ्ग्रेजीमा वेटिङ रुम होइन यहाँनिर चाहिँ ट्याक्क अब वान अफ लास्ट भनौँ अब हेटौँडाको यो पनि एउटा पुरानो चिया सप हो यहाँनिर चाहिँ पहिला बस कुर्ने ठाउँ थियो अरे आमा कुन जमानाको पोस्टर होला त यो दिल कुमार पार्सीको किन गरे माया ल यहाँनिर चाहिँ पुरानो चिया पसल कपिल भाइले चिया खाँदा ग्यास्ट्रिक भयो भन्दैछ यहाँ अब लास्ट एक कप खाने अब त्यो पछि आजलाई अब पुग्यो चिया ल हाम्रो चाहिँ यहाँ अब चिया आइसकेको छ होइन हाम्रो यहाँ वेटिङ रुमको चिया अब कस्तो छ ट्राई गरौँ हामीले पहिलाको पनि ट्राई गरेर गाईको गुलियो लाग्यो भने भाइले मलाई पनि ठिकै लागिरहेको थियो अब ठाउँ पनि राम्रो छ चिया सबैतिर मिठो छ सामरीमा पनि मिठो थियो अब यहाँको चिया यहाँ चाहिँ अलिकति टक्क मसलेदार चिया अनि हल्का कुरोनी डढेको जस्तो टाइपको चिया छ जे होस् बवाल छ चिया यहाँको पनि तपाईँहरू बस पार्कमा बस कुर्न आउँदा हेटौँडामा टक्क चिया खानु मन लाग्यो वेटिङ रुममा आउनु दामी चिया छ है त गाइस ल इन्जोय है कोसिसमा छौँ यदि चिया खानु नि सकिनँ मैले चिया खाँदा अब रगतमा नि मेरो चिया बग्ने बेला भइसक्यो यसले त अघि नै छोडिदिइहाल्यो यहाँ ट्याक्क वेटिङ रुमबाट हामी अब चिया गफतर्फ लाग्छौँ हामी चाहिँ अब ट्याक्क एट द इन्ड अफ भिडियो चिया गफमा आइपुगेको छौँ लास्टमा आफ्नो पसल पनि देखाउनै पर्यो होइन यस्तो चौतारा यहाँ यसरी बस्ने ठाउँ छ हेटौँडामा फर द फर्स्ट टाइमै होला यसरी पसल खोलेको
यहाँनिर यस्तो रुखसुख छ यहाँनिर चाहिँ हाम्रो गाइजहरू बसिरहनु भएको छ हेलो हेलो हाम्रो गाइज अनि यहाँ हाम्रो इन्टरनेसनल गेस्ट खैरे पनि हुनुहुन्छ यहाँनिर सिधै एनआरएन सिधै साउदीबाट चिया खान आउनु भएको छ यो भाइको चिया गफ त मैले विदेशदेखि हेरेको मान्छे कति जम्मा भएका यसरी व्यवसाय कसरी फस्टाएको होला भन्ने अहिले कुरो गर्दा थाहा पाए व्यवसाय गर्नु ठुलो कुरो होइन यही क्वालिटी मेन्टेन गरिराख्नु ठुलो कुरो हो व्यवसाय धेरै हामीले देखेका छौँ त्यही भएर तपाईँहरू पनि व्यवसायी हुनुहुन्छ भने क्वालिटी मेन्टेन गर्नुहोस् मान्छे त ग्रुम आउँछ सही कुरा थ्याङ्क यू सो मच क्वालिटी मेन्टेन गर्यो भने ठ्याक्कै हुन्छ यहाँ हाम्रो ओम दाईको पोस्टर पनि लगा अबको ओम दाई अबको 20 वर्षपछि म त्यस्तै हुन्छु यही खाना आउँछु यहाँ चाहिँ हाम्रो ओम दाईको एकदम गुड चेलाहरू दुईजना यहाँनिर ए भाइ पनि हो यहाँ चाहिँ दिवस दाईको फोटो पनि रहेछ होइन यहाँनिर हाम्रो सुरज सर पनि आउनु भएको छ पनि छु यहाँनिर आज चियाको वेटमा गइरहेको छ अब म तपाईँहरूलाई यहाँ चिया अर्डर गर्नेतिर लाग्छ है त यहाँ हाम्रो यहाँ चिया गफको किचन है हाम्रो भाइ चाहिँ हाम्रो यहाँ चिया गफको मास्टर सेफ हो भाइरल भाइ चिया गफको शिबु होइन म्यानेजर हो चिया चाहिँ भाइले अहिले एकदम सेतोबाट रातो चिया बनाउनु थालेछ म्यानेजर साहब होइन त चिया गफको मै हो ल हाम भाइले बना चिया खाने हो है तपाईँहरू सबैले यहाँ बसेर यहाँको बाहिरतर्फ जाउँ है त मेन्यू होइन अब यहाँ धेरै चिज चाहिँ पाउँदैन लिमिटेड चिज पाउँछ अब अलिअलि मेन्यू यहाँ पनि छ उहाँ चाहिँ हाम्रो यहाँको बहिनी होइन बहिनीले अब म कहिले आएको छैन यसरी चिया खान अब बहिनीले कस्तो चिया बनाएर खुवाउँछ बहिनीले बनाउने होइन भन्छ अहिले होइन ल मलाई पनि ट्याग अब मिल्क टी भनिदियो होइन एउटा मसलेदार मिल्क टी खाइदिउँ मिठो भएन भने यहाँको त मिठो छैन क्या आइज भन्छ नि त्यो एउटा केटाले होइन मलाई मिल्क टी नै खाउँ मड्का टी नखाउँ महँगो छ हो ल गाइज हाम्रो त्यहाँ अब चिया गफको चिया आइसक्यो केटाहरूले सबजनाले अब हामी चाहिँ अब चिया गफको चिया चियर्स है त अब यहाँ चियर्स है मसलेदार चिया गफको चियापत्ती दाइ एउटा उतै इलामबाटै आउने चियापत्ती अब यहाँको सबै पहिला ट्राई नै गरे त्यहीँबाट सुरुदेखि ल्याएको भयो कि अब यहाँनिर यसरी चिया ठिक छ नि चिया दाइ होइन त अब हिमालयन आएर खाऊँ भने अब साउदी अब टिकट काटिदिने भए आइदिन्छु के अरे अब भिजा लगाइदिनु पर्यो यहाँ अब ट्याक्क चिया ट्राई हान्यौँ होइन मैले यहाँको कुरा के गर्नु अब यही हो आज हामी 4वटा चिया पसल जति गयो होला हेटवटाको पुरानो अब यो त भर्खर खुल्यो हो अब 5 महिना जति भयो 5 महिना जति त भयो यसलाई के पुरानो यार अब वहाँनिर त्यही हो अब सबै चिया आफ्नो ठाउँमा मिठो छ अब तपाईँहरूलाई कहाँको चिया मिठो लाग्छ यो हारको ढुकढुकी होइन त अब तपाईँहरूलाई कहाँको चिया मनपर्छ कमेन्ट गर्नु कहीँ ठाउँ छुट्या भयो भन्नु म नेक्स्ट भ्लगमा अब फेरि ट्याक्क गएर चिया खाएर तपाईँहरूलाई देखाउने छु अहिलेसम्मको लागि बाई